गम गणपतये नमः। यो मन्त्रसँगै तपाईको बिहान सुरु होस् शान्त, सकारात्मक र समर्पित भावनाले भरिएको। आजको बिहीबार। आज गोसाईकुण्डमा भक्तजनहरू स्नान गरी आशीर्वाद मागिरहेका छन्। जब गंगाको स्मरणले आत्मा पवित्र भइरहेको छ, जब पृथ्वीका हरियालीका लागि मानिसहरू जागिरहेका छन्, यस्तो बिहान, यस्तै समय जब तपाईका भावना, तपाईका सपना र तपाईका निर्णयले तपाईलाई नयाँ मोडतर्फ लैजाँदैछन्। एआई राशिफल युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज मिति 2082 जेठ 22 गते बिहीबार, तदनुसार स्मित सम्वत 2025 जुन 5, जहाँ समयले तपाईलाई संकेत दिन्छ र हामी तपाईलाई त्यो संकेतको सार्थक अर्थ सुनाउँछौं। आजको पञ्चाङ्ग तिथि दशमी, बार बिहीबार, नक्षत्र हस्त, योग सिद्धि, चन्द्रमा कन्या राशिमा, चन्द्रोदय 1:50 बजे, चन्द्रास्त 4:48 बजे, सूर्योदय बिहान 5:07, सूर्यास्त साँझ 6:57। नेपाल सम्वत 1145 तसलाथो दशमी। आज गंगा दशहरा व्रत, गोसाईकुण्ड स्नान समाप्ति, विश्व वातावरण दिवस। आजको राशिफल यस प्रकार छ। राशिफल। मेष राशि। बोलीको भरमा कार्य सिद्ध हुनेछ। मेहनतले कलाको क्षेत्रमा उन्नति र प्रगति हुनेछ। सञ्चित धनमा वृद्धि हुन गाह्रो रहेको छ। महत्त्वकांक्षी योजनाहरू सम्पादन नहोलान्। नोकरी वा राजनीति गर्नेहरूलाई समय लाभकारी रहनेछ। कार्यक्षेत्रमा मन नपर्दो व्यक्तिहरूसँग कार्य गर्नुपर्ला। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस्। भूमि लगायत स्थायी सम्पत्तिको वाद विवाद सुल्झिनेछ। उद्योग धन्दा पनि सामान्य रहनेछ। आर्थिक लाभका नयाँ अवसरहरू मिल्नेछन्। प्रेम सम्बन्धमा तेस्रो पक्षको उपस्थितिले मनमा शङ्का उत्पन्न गर्ला। विद्यार्थीहरूलाई शिक्षामा राम्रो सफलता मिल्नेछ। यो महिनाभरि हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। वृष राशि। समय श्रेष्ठ रहेको छ। नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। जीवनको प्रत्येक क्षेत्रमा सफलता मिल्नेछ। विदेशबाट जोडिएका कार्यहरूबाट अप्रत्याशित लाभ रहनेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। अवसर प्राप्त भए तापनि फाइदा उठाउन चुनौती रहनेछ। पुरानो लगानी वा सम्पत्तिबाट लाभ मिल्नेछ। स्वास्थ्य पक्ष सामान्य रहनेछ। मिथुन राशि। राजनीतिक वा सामाजिक परिवेशमा समस्याहरू आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आलस्यलाई कार्यक्षेत्रमा हावी हुन नदिनुहोला। कार्य टाल्ने प्रवृत्तिले आकस्मिक हानि हुनेछ। आफ्नो बानी वा व्यवहारमा नियन्त्रण राख्नुहोस्। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। जीवनसाथीको भावना वा आवश्यकतालाई बुझ्न प्रयास गर्नुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। कर्कट राशि। लाभ र उन्नतिका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गबाट प्रशंसा पाइनेछ। अवसरलाई चिन्ने प्रयास गर्नुहोस्। विद्यार्थी वर्गहरूले सानोतिनो कुरामा उल्झिनुभन्दा आफ्नो लक्ष्यमा दृष्टि राख्नुहोस्। नयाँ धन लगानी लगाउनुभन्दा अघि शुभचिन्तकहरूसँग परामर्श अवश्य लिनुहोस्। कानुनी मुद्दा वा विवादमा विजय प्राप्त हुनेछ। स्वास्थ्य पक्ष सबल रहनेछ। सिंह राशि। पारिवारिक समस्याले गर्दा कार्यक्षेत्रमा कार्यको अतिरिक्त दबाव रहनेछ। इष्टमित्रहरूबाट सहायता नमिल्नाले मन अप्रसन्न रहनेछ। नयाँ नोकरीको लागि प्रतीक्षा गर्नुपर्ला। नोकरीमा सरुवा आदिको लागि सोचविचार गरेर निर्णय लिनुहोला। भावना वा क्रोधमा आएर कुनै ठूलो निर्णय लिनदेखि बस्नुहोस्। लामो समयदेखि जग्गा जमिन क्रय विक्रय गर्न सोचिरहनु भएको थियो भने पूरा हुनेछ। दाम्पत्य जीवनमा सुमधुरता बनिरहनेछ। स्वास्थ्य सबल रहनेछ। विद्यार्थी वर्गहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। यो महिनाभरि गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। कन्या राशि। नोकरी वा पेशामा नयाँ पदको जिम्मेवारी मिल्नेछ। बेरोजगारहरूको लागि सोचे अनुरूप रोजगार मिल्ला। व्यापार व्यवसायमा इष्टमित्र र परिचित परिजनहरूको साथ मिल्नेछ। अविवाहितहरूको लागि विवाहको कुराकानी चल्नेछ। गृहिणीहरूको अधिकांश समय धर्मकर्ममा व्यतीत हुनेछ।
प्रेम सम्बन्धमा शङ्काले गर्दा मानसिक चिन्ता रहन सक्छ, सचेत रहनुहोस्। सञ्चित धनमा वृद्धि हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। योग्यताको उचित मूल्याङ्कन हुनेछ। यो महिनाभरि गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। तुला राशि, अरूको लैलैमा लागेर लगानी नलगाउनुहोला। घरको सुख सुविधा वा साज सजावट र मरम्मतमा धन खर्च हुनेछ। कार्यक्षेत्रमा कार्यरत महिलाहरूको लागि परिवारमा र कार्यक्षेत्रमा तालमेल बसाउन गाह्रो रहनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धार्मिक र साहित्य लेखन आदिमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। प्रशासन क्षेत्रमा प्राविधिक समस्याले गर्दा कार्यमा बाधा आउनेछ। कारोबारलाई लिएर लामो दूरीको यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। यो महिनाभरि हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्। वृश्चिक राशि, कार्यक्षेत्रमा जुनियर वा सिनियर दुवैको सहयोग मिल्नेछ। मातापिता र परिवारको साथमा मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा पुरानो समस्याहरू सुल्झिनेछन्। साझेदारी व्यापारबाट विशेष लाभ प्राप्त हुनेछ। आफ्नो कार्यशैलीले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। महत्त्वकांक्षी योजनाहरू कार्यान्वयन गर्न सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। धनु राशि, कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। पारिवारिक विषयवस्तुमा केही समस्या देखिन सक्छ, त्यसर्थ सावधान रहनुहोस्। व्यापार व्यवसायभन्दा सेवामूलक कार्यले आफूलाई चिनाउन सकिनेछ। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। कसैमाथि पूर्ण विश्वास गर्नु अघि सोच विचार गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। मकर राशि, सन्तानको प्रगति वा उन्नतिले मन प्रसन्न रहनेछ। नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग अवश्य लिनुहोस्। कारोबारीहरूलाई आफ्नो प्रतिद्वन्द्वीद्वारा राम्रो टक्कर मिल्नेछ। कार्यक्षेत्रमा कार्य पूरा नगरी निर्णय नलिनुहोस्। युवा वर्गहरूलाई आफ्नो करियरमा अगाडि बढ्ने अवसर मिल्नेछ। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। स्वास्थ्य पक्ष सबल रहनेछ। कुम्भ राशि, व्यापार व्यवसायमा अप्रत्याशित लाभका योग छन्। राजनीतिक परिप्रेक्ष्य बलियो बन्नेछ। साहसिक र निर्णयात्मक बुद्धिको उपयोगले सफलता पाइनेछ। युवा वर्गहरूलाई करियर वा नोकरीमा शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। विशेष कार्य। मीन राशि, मीन राशि भएकाहरूका लागि आजको दिन भावनाले भरिएको हुनेछ। प्रियजनसँग बिताएको समयले मनमा आनन्द ल्याउनेछ। अघिल्लो समयका कठिन अनुभवहरूले तपाईलाई अझ दृढ बनाइरहेका छन्। आर्थिक हिसाबले सामान्य लाभको सङ्केत देखिन्छ, तर खर्च पनि बढ्न सक्छ, त्यसैले सतर्क रहनुहोस्। कार्यक्षेत्रमा तपाईको सहजता र सहानुभूतिको प्रभावले अरूको मन जित्न सक्नुहुनेछ। परिवारसँग आत्मीय सम्बन्ध अझ मजबुत बन्दै जानेछन्। आजको दिन तपाईको भित्री भावना र आत्मविश्वासको परीक्षा पनि हो, तर तपाईँ यसमा सफल हुनुहुनेछ। बिहान उठेर ओम नमो भगवते वासुदेवाय मन्त्रको जप गर्नुहोस्। यो मन्त्रले तपाईको मन र आत्मामा शान्ति ल्याउनेछ। धन्यवाद। तपाईले आजको राशिफल एआई राशिफल मार्फत सुन्नुभयो। जीवनको यात्रा यस्तै रहन्छ, कहिले मधुर कहिले कठिन। तर याद राख्नुहोस्, प्रत्येक बिहान नयाँ आशा ल्याउँछ, प्रत्येक साँझ एउटा नयाँ पाठ सिकाउँछ। फेरि भोलि पनि यस्तै रोचक र भावुक शैलीमा भोलिको राशिफल लिएर आउनेछौँ। हाम्रो च्यानल एआई राशिफल युट्युब च्यानललाई सब्स्क्राइब गर्न, शेयर गर्न र मन परेको भिडियोमा लाइक गर्न नबिर्सनुहोला। शुभकामना छ तपाईको प्रत्येक दिनमा सुख, समृद्धि र शान्तिको वर्षा होस्। हर हर महादेव।